फोटो खिचेर हाल्दैन के हेरेको उहाँ त उसले नानीले खिचेको खुट्टा हटाउनु खुट्टा ओ गोपाल दाइ खुट्टा बसदेखि दुश्मन छ धेरै हेरेको हेरे बिरियलले गीत बनाएको थियो दुश्मन छ गौतम त धेरै गौतम छेरेको छेरे सानो गर्न पर्छ हेर्छ दिदी अनि दिदी पानीले दिदी टिको लाउन ए अलिकति पानी दे त्यसको प्लेस ल्याउ त के हो त बर्को के हो त कपाल के हो त बर्को निकाल यही कपाल ठिक बर्को ठिक छ त्यो फेरि निकाल बर्को निकाल भने के गर्नु बर्को बेहुली भाकिरी के बेहुली कति वर्षमा धेरै वर्षपछि जन्मेदेखि अहिले होला गाउँघरमा चैते दसैँ मनाउनु थिएन र दिदी मलाई नि भाइहरूसँग टिको लगाएको चाहिँ छिटो बिहे गरेर जानुभयो अनि भाइहरूसँग घरमा त बामा हुँदा त कहाँ भाइले लाग्ने टिको लाने त मैले त तिमी नलाउने लाउन बस्नु झरेको रे टोपी त लाउनु पर्यो नि त टिको लाउने बेलामा ज्वरो टोपी खोलेर टिको लाउँछ नि त मामा छेउमा मिनामै पल परेको मान्छे कि उहाँ उहाँ बसेर हेरेर नाकी बस नातिको यसो बनाइ नि त आउनु पऱ्यो चाहिँ साथी दानी एकछिन छोरो नाति टिको लाउन न्युरेर चाहिँ चिसो हुने होला तेरोलाई चुना नमस्ते नमस्ते काला नमस्ते नमस्ते गर्यो बाई 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 अलिकति पानी लिएर अझै टिको लाउन अघि पछि यत्तिकै हुन्छ है उन्मै जस्तो नाति उठा अब यता म लिन्छु है यहाँ माथि बस्ने गरेको नगर्ने गयो होला भनेको छौ त फोटो लिएर पहिला बाबाको फोटो खिच्नु परेन त फोटो त खिचेँ होइन खिचेर बस्यो टिका ठाउँ यस्तै हो अब यही होला लास्टै र त है यो घर त हाम्रो बुढाले अर्को घर हेरिकन त हजुर मैले बुझिनँ अनि